हाम्रो यो निमन्त्रणलाई स्वीकार गरेर यहाँसम्म आइदिनु भएकोमा उपस्थित सम्पूर्णहरूमा हृदयदेखि नै मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट सर्वप्रथम सबैलाई आभार प्रकट गर्न चाहन्छु र स्वागत गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागतम। यस संस्था विक्रम सम्वत 2082 साल साउनबाट संस्था त 80 सालमा स्थापना भएको र यो कार्यक्रम 82 साल साउनबाट सुरु भएर 83 साल असारमा सकिने 1 वर्षीय कार्यक्रम थियो। यो कार्यक्रम हामीले नेदरल्यान्डको दुईवटा संस्था फ्युचर वाटर र प्राक्टिका यी संस्थाको आर्थिक सहयोगमा प्राविधिक सहयोगमा हामीले एउटा सिँचाइ सम्बन्धी प्रविधिको अनुसन्धान परीक्षण गरेका थियौँ जसमा हामीले यो कार्यक्रम अहिले यहाँसम्म आइपुगेको छ। यसको लागि हामीले दुईवटा नगरपालिका छनौट गरेका थियौँ, पुतलीबजार नगरपालिका र हिरकोट नगरपालिका, जुन कार्यक्रम नेपालकै पहिलो हो। यो हामीले एउटा यस्तो कार्यक्रम गर्न पायौँ भर्खरै खुलेको एउटा संस्थाले कि नेपालमा एउटा यस्तो किसिमको चाहिँ यो अनुसन्धान अथवा कार्यक्रमै थिएन। यो जलवायु सम्बन्धी एउटा कार्यक्रम जसको चाहिँ प्रविधिको मिलनसहित सिँचाइको चाहिँ व्यवस्था गरिएको छ, जसमा अब हाम्रा कृषकहरू त बुझिसक्नुभयो। यसमा चाहिँ सिँचाइ कति समय गर्नुपर्छ, कति जमिनको चाहिँ त्यहाँ लगाइएको खेतीको आवश्यकता अनुसार कति समय यसमा इरिगेसन दिन सिँचाइ गर्नुपर्छ भन्ने सबै कुराहरू मेसेजको मार्फत हामीले चाहिँ प्राप्त गर्न सक्ने किसिमको एउटा प्रविधि यसमा जोइन भएको छ। त्यसमा एउटा त्यो प्रविधि छ भने अर्कोतिर यसले चाहिँ वर्षाको पानी जस्तै गरेर अब मेरो साहब लगायत सबैले देखि पनि सक्नुभएको छ, यहाँ धेरै व्याख्या गर्नु जरुरी छैन। आरामसँग पानी परे जस्तो गरेर यसले सिँचाइ गर्छ। र यो कार्यक्रम गर्नको लागि हामीलाई जसरी विभिन्न ठाउँहरूबाट सहयोग गर्ने सर्वप्रथम त पहिला किसानको तर्फबाट उपस्थित अब हामीलाई जुन सहयोग गर्नुभयो सम्पूर्ण किसानहरूलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु र आभार प्रकट गर्न चाहन्छु। त्यस्तै गरेर हाम्रो सरकारवाला संस्था पुतलीबजार नगरपालिका, यस यो वडा कार्यालय, नगरपालिका सम्पूर्ण कर्मचारीहरू अब लगायत हाम्रो मेयर उपमेयर लगायत सम्पूर्ण कर्मचारीहरू लाई पनि हामीले यो कार्यक्रम गर्न मौका मिलाइदिएको दिनुभएकोमा हामी हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अब यो कार्यक्रमको सम्पूर्ण कार्यक्रमको बारेमा त अहिले हाम्रो प्राविधिक काजल मिसले चाहिँ प्रस्तुत गर्नुहुन्छ। मोटामोटी रूपमा हामीले यो कार्यक्रमको बारेमा नेदरल्यान्ड सरकारबाट हामीले अस्ति अन्तिम कार्यक्रममा पनि नगरपालिकामा भनियो लगभग 1 करोडको कार्यक्रम जति खर्च भयो होला यो भनेर सबै वक्ताहरूले बोलिसक्नु भएको थियो। र एक्ज्याक्टमा भन्दा पर्दा कस्तो भने यो कार्यक्रम 69 लाख समथिङको कार्यक्रम हो। उसले दिने त्यही पनि यो किस्ता गरेर दिने, उनीहरू आफै आएर हेरेर के कार्यक्रम भइरहेको छ हेरेर दिने कार्यक्रम हो। 2 किस्ता आएको छ र पुरा रकम आइपुगेको पनि छैन। जति आएको छ अहिले हामीले आइबिआईमा हाम्रो लेखाधिकारीज्यूले सुनाउनुहुन्छ अहिले पछि। जे भए पनि हामीले यो कार्यक्रम सञ्चालन गऱ्यौँ, हाम्रो नगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न पाइयो, हाम्रा किसान दाजुभाइहरूलाई हामीले यो कार्यक्रम चाहिँ देखाउन पाइयो र हामीले पनि हेर्न पाइयो र सम्पूर्ण यो देशको लागि नै एउटा चाहिँ कार्यक्रमको बारेमा सुनाउन पाइयो। हामीले यहाँ मात्रै हामीले देखाएनौँ यो कार्यक्रम, हामीले कास्की जिल्लामा लगेर कृषि विकास कार्यालय कास्कीमा लगेर देखायौँ यो कार्यक्रमको बारेमा। त्यहाँ माटो परीक्षण कार्यालय अनि त्यसपछि भूपूर्व केन्द्र के लगायतका त्यहाँका कर्मचारीदेखि लिएर त्यो सम्पूर्णहरूले हामीले देखायौँ, परीक्षण पनि गरेर देखायौँ। काठमाडौँ लगेर हामीले चाहिँ विभिन्न ठुला संस्थाहरू यो कार्यक्रम गर्दै गइसकेपछि थाहा हुने रहेछ कि एउटा के कस्तो हुँदो रहेछ भन्ने कुरा हामीलाई त्यो एउटा अनुभव पनि बटुल्न पायौँ। जसमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र काठमाडौँमा लगेर हामीले त्यो कार्यक्रमको बारेमा प्रेजेन्टेसन गऱ्यौँ। अनि अहिले हाम्रो प्राविधिकले भन्नुहुन्छ त्यहाँ ठुला विदेशी संस्थाहरू GIZ अनि SNB SIP लगायतका हामीले चाहिँ यो कार्यक्रम देखायौँ। र लगत्तै हामीले अस्ति भर्खरै विराटनगरमा साना किसान SIP को कार्यक्रम थियो, साना किसान परियोजना अन्तर्गत ठुलो कार्यक्रम थियो। त्यो विराटनगरमा कोशी प्रदेशकै ठुलो कार्यक्रम हो त्यो। त्यहाँ मन्त्रीहरूदेखि लिएर ठुला अब समय सरकारी पोस्टका उच्चपदस्थ कर्मचारीदेखि लिएर सम्पूर्ण कार्यक्रममा पनि हाम्रो यो कार्यक्रम लगेर हामीले त्यहाँ प्रेजेन्टेसन गऱ्यौँ। र हामीले यसको बजारीकरण गर्नको लागि विभिन्न ठाउँमा विभिन्न सहयोगी संस्थाहरूलाई अनुरोध पनि गरेका छौँ।
अब उनीहरूले के गर्दैछन् अब यो भन्ने हामीले 4-5 ठाउँमा यसको प्रपोजल पनि पेश गरेका छौँ। लगत्तै हाम्रो मेयर साहबसँग हाम्रो कृषि शाखासँग हामीले सोधियो आगामी वर्ष के गर्ने हामीले भनेर। हाम्रो संस्थाले के गर्दा राम्रो हुन्छ भनिसकेपछि मेयर साहबको एउटा अनुरोध, अनि त्यति बेला चाहिँ हाम्रो प्रशासन प्रमुखको चाहिँ ढुङ्गा सर पनि हुनुहुन्थ्यो, धर्म सर पनि हुनुहुन्थ्यो। सबैको एउटा सल्लाहबाट हामीले के गरियो भने आगामी वर्ष चाहिँ अब यो मौरी पालन र कागती खेतीलाई गर्नु पर्ला जस्तो छ। किनभने माथि एउटा यति मात्रै फलाउँछ। किसानहरूलाई छनौट गरिदिनु भएकोमा सर्वप्रथम धन्यवाद भन्न चाहन्छु र आगामी वर्षहरूमा पनि यसरी नै साझेदारी नयाँ प्रविधिहरू किसानहरूलाई सहजीकरण होस् भनेर यस्ता नयाँ प्रविधिहरूमा हामीलाई पनि सामेल गरिदिनु हुन भनेर अनुरोध पनि गर्न चाहन्छु। र यही स्मार्ट स्प्रेयरको कुरा गर्दाखेरि हामी एकचोटि फिल्ड पनि गएको थियौँ। यही 10 नम्बरको फिल्डमा जाँदाखेरि हामीले हेर्दाखेरि यो प्रविधि चाहिँ साँच्चै नै एकदम उपलब्धिमूलक, एकदमै राम्रो फाइदाजनक, किसानहरूलाई चाहिँ धेरै राम्रो हुने चाहिँ हामीले देखेका थियौँ फिल्डमा जाँदाखेरि। यसको प्रयोगबाट हामीले जस्तो डाइरेक्टली फिल्डमा हेर्दाखेरि पनि त्यो काउली लगाउँदाखेरि यो प्रविधि प्रयोग गरिएको ठाउँ र त्यो भन्दा बाहेकको ठाउँमा हेर्दाखेरि एकदम भास्ट डिफरेन्स देखिएको थियो। र यो प्रविधिहरू हुन त यसका पनि डिफेक्टहरू पनि होला नि, साइड इफेक्टहरू जस्तै धेरै जग्गा चाहिने, धेरै फोर्सको पानी चाहिने, यसका नेगेटिभ इफेक्ट पनि छन्। तर त्यो इफेक्टहरूलाई हामीले समाधान गर्न सक्यौँ। त्यसमा जस्तो किसान मैत्री बनाउन सक्यौँ भने यो प्रविधि चाहिँ हाम्रो पालिकामा पनि धेरै, हाम्रो पालिका लगायतका किसानहरूलाई पनि धेरै फाइदाजनक हुन सक्छ र हामीले पनि नगरपालिकाले पनि केही गर्न सकिन्छ भन्ने चाहिँ हाम्रो छ। अरू चाहिँ अब आगामी वर्षमा पनि हामीले मौरी पालन, कागती खेतीको कार्यक्रमहरू राख्दाखेरि पनि हामीले यसरी नै समन्वय गरेर किसानहरू चाहिँ जति सक्दो धेरै हामीले चाहिँ लाभान्वित गर्ने प्रयास हामी साझेदारीमा गर्नेछौँ भन्दै मेरा सेवा अन्तर्गत खर्चमा यो तलब भत्ता बापत 37,82,000, भ्रमण तथा यातायात खर्च बापत 3,80,000, सञ्चार खर्च बापत 22,143, अफिस फर्निचर 2,10,308, अफिस इक्विपमेन्ट 4,01,208, स्पेयर जडान सामग्री खरिद 1,50,000, संस्था दत्ता तथा नवीकरण 13,035, यो गत वर्ष लेखा परीक्षण खर्च 4,500, स्टेसनरी तथा सफाई 1 लाख, मौरी पालन तालिम खर्च 30,000, अतिथि सत्कार खर्च 1,05,115, बिउ बिजन खरिद 13,790, घरवाद रकम 4,32,000, स्वास्थ्य नवीकरण नियमन खर्च 80,000, वेदर स्टेसन खरिद 1,05,100। यो अब विभिन्न चाहिँ कार्यक्रमहरू छ। जस्तो चाहिँ यो पिकअप मिटिङ भन्दो रहेछ सुरुको पिकअप मिटिङलाई 1,86,700, मध्यावधि मूल्याङ्कन कार्यक्रम खर्च 70,790, लक्षित किसान समूह तालिम खर्च 1,07,400, परियोजना समाप्ति सम्बन्धी चाहिँ समीक्षामा भएको खर्च 1,10,550, स्पेयर जडान तालिममा भएको खर्च 1,50,000। यो परियोजना सम्बन्धी विभिन्न भिडियोहरू बेला बेला बनाएको भिडियोहरूको खर्च 65,000 गरी यो सबै खर्च भएको छ। र अझै आउनु बाँकी छ। अब त आउने थाहा होइन, आएन भने अब यही जसरी भयो त्यसरी चाहिँ संस्थाले उ गर्ला। यही चाहिँ अहिलेसम्म भएको आउनु चाहिँ प्राप्ति र खर्चको विवरण चाहिँ यसो रहेको हस्त। धन्यवाद। कुलन अनुसन्धान केन्द्र जलवायु मैत्री कृषि सम्बन्धी कार्यक्रमको सार्वजनिक सुनवाईमा हामीहरू यहाँ उपस्थित भएका छौँ। यहाँ धेरै कुरा आइसकेका छन्, किनभने यो आज लगभग 1 वर्ष 10 महिना भएको छ। यसमा विशेष गरेर हाम्रो निमित्त प्रमुख प्रशासकले अवगत गरिसक्नु भएको छ। कृषि शाखाबाट पनि धेरै कुरो भन्नुभएको छ होइन। हाम्रा कृषकहरू पनि एकदम खुसी हुनुभएको, अब यहाँहरूको भनाइबाट पनि थाहा भएको छ। उहाँहरूले पनि धेरै कुराहरू राख्नु भएको छ र सरसर्ती हाम्रो यस संस्थाले अहिलेसम्म भएका गतिविधि प्रतिवेदन यहाँ सुनाउनु भयो र हाम्रो कार्यक्रमको बारेमा पनि पुष्टि यही कर्मचारी मित्रले गर्नुभयो। भनेदेखि सरसर्ती सबै कुराहरू आएका छन् र लेखाबाट पनि यहाँ अब कति खर्च भयो के भयो भन्ने कुरा यहाँ सुनवाई भएको छ। अब सबभन्दा राम्रो कुरा त हामीहरूले यो प्रविधि जुन कि नेपालभरिकै प्रविधि स्याङ्जा जिल्लामा पुतली बजार नगरपालिका र भिरकोट नगरपालिकामा आएर जुन यो काम भइरहेको छ यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु।
संस्थालाई धन्यवाद दिन चाहन्छु। विगत 1 वर्षदेखि संस्थासित नजिक रहेर यो संस्थाले यो विदेशी टिमसित सहकार्य गरेर हाम्रो बुटोलिया नगरपालिका र छिमेकी नगरपालिका भिरकोटमा यो तरकारी खेतीमा थोरैभन्दा थोरै हाम्रो जस्तो भिरालो भूभाग भएको जमिनमा सहज तरिकाले कसरी सिँचाइ गरेर बढीभन्दा बढी तरकारी खेती उत्पादन गर्न सकिन्छ र तरकारी खेतीमा आत्मनिर्भर हुने किसानहरूलाई फाइदा उपलब्ध गराउन सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको थियो र हामीहरूले परीक्षण पनि गऱ्यौँ र परीक्षणको क्रममा हामी अनुगमन गर्न पनि यो 10 नम्बर वडामा म लगायत हाम्रो कृषि शाखाका कर्मचारीहरू मिलेर आएका थियौँ र हेऱ्यौँ र उहाँ किसानहरूले आफ्नो गुनासो पनि राख्नुभयो। मैले 80 रुपियाँ केजी बेचेँ, उहाँहरूले 20 रुपियाँ केजी बिक्री गर्नुभयो। हामीले अलिकति समयमा बिउ बिजन नपाएको हुँदाखेरि बजार पाउन सकेनौँ भन्ने गुनासो पनि उहाँले राख्नुभयो। तपाईँले गुनासो राख्नु स्वाभाविक हो। अब हामीले तपाईँको एउटा उखान पनि छ, यहाँहरूले बुझ्नु पनि भयो होला, सुन्नु पनि भयो होला, माछा मारेर दिने होइन माछा मार्ने सिप दिने हो भन्ने कुरो सुन्नुभयो होला, अथवा माछा मार्ने जाल दिने हो भन्ने कुरो तपाईँहरूले सुन्नुभएको होला। त्यसले गर्दा यो संस्थासित र हाम्रो कृषि शाखासित तपाईँहरूले समन्वय गरेर कुन कुन समयमा मौसमी तथा बेमौसमी तरकारी खेती, फलफुल खेती अथवा यो तपाईँको नियमित गरिने खेतीहरू जस्तो अहिले हाम्रो धान रोप्ने र कोदो रोप्ने सिजन छ। अब केही दिनपछि लहरे बालीहरूको फलफुलमा तरकारीमा लहरे बालीहरू लगाउने अहिले पनि थियो बेमौसमी भने अब मौसमी फलफुल तरकारीको सिजन छ। यी समय कुन समयमा कस्तो किसिमको बिउ बिजन बजारमा गएर खरिद गरेर लिएर आएर नर्सरीदेखि उत्पादन गरेर अनि आफ्नो खेतबारीमा लगेर रोप्नु पर्दछ भन्ने विषयमा तपाईँहरूले आफूले जानेको कुरा छिमेकी साथीभाइहरूलाई सेयर गर्ने, आफूले नजानेको कुरा हाम्रो कृषि शाखासित र यो संस्थासित समन्वय गरेर आगामी दिनमा अझै सुधार गरेर जसरी उहाँले 80 रुपियाँ केजी उत्पादन एकदम कम भएको समय थियो होला, त्यति बेला बजारमा तरकारीको हाहाकार थियो, त्यो समय 80 रुपियाँ उस्तै ठाउँमा त 100 रुपियाँ केजी पनि बिक्री भयो होला, 120 रुपियाँ केजी पनि बिक्री भयो होला। त्यो समयमा फाइदा लिने मान्छेले, व्यवसाय गर्ने मान्छेले अलिकति मौका छोप्नु पनि जान्न पर्छ, सिक्नु पनि पर्दछ भन्ने कुरा म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। हार्दिक धन्यवाद दिन चाहन्छु, किनभने हाम्रो पुतलिया नगरपालिका वार्ड नम्बर 10 र 11 यो चाहिँ कृषिमा एकदम अगाडि भएको चाहिँ वार्ड हो दुवैवटा। परेन्डाँडा भनेपछि पुरानो परेन्डाँडा यो सुन्तला फलफुल लगायत पशुपालन सबैमा चाहिँ अग्रणी भूमिका खेलेको चाहिँ वार्ड हुन्। यसमा अझ किसानहरूलाई आत्मनिर्भर र एउटा व्यावसायिक बनाउनको लागि जुन यो कार्यक्रम भित्राएर यहाँ चाहिँ यो चाहिँ 1 वर्षीय कार्यक्रम यहाँ चाहिँ सञ्चालन गर्नुभयो र हाम्रा किसान दाजुभाइहरूले अघि नै हाम्रो चाहिँ प्यामनारायण भाइले भन्नुभयो, मैले चाहिँ त्यही काउली चाहिँ 80 रुपियाँ पारेँ भने दाइभाइहरूले फेरि त्यसैलाई 20 रुपियाँमा बेच्नु पऱ्यो भन्ने चाहिँ जुन कुरो यहाँ आयो त्यो चाहिँ एकदम यथार्थ कुरो हो। यो सिजनमा अब जुन प्यामनारायण भाइले नै लगाएको बेला हामीले चाहिँ पनि लगाउने चाहिँ कोसिस गरौँ, देखासेखी गरौँ र यो समयलाई चाहिँ बेसिजनमा जति बेसिजनमा चाहिँ तरकारीहरू चाहिँ निकाल्न सकिन्छ त्यति नै किसानहरूलाई फाइदा हुन्छ र भन्दै र यो जुन यो आज हामीले चाहिँ यो 1 वर्ष चाहिँ पुरा गरेर सार्वजनिक सुनवाई गरियो, त्यसमा चाहिँ किसानहरू पनि सन्तुष्ट भएको पाइयो र यो कार्यक्रम फेरि पनि किसानहरूलाई अब यही 1 वर्ष चाहिँ गर्ने, अब त्यसपछि चाहिँ अब यो चाहिँ यत्तिकै चाहिँ सुस्ताएर नजाओस्, यसलाई चाहिँ फेरि अगाडि बढाउने काम गर्दै र फेरि अब चाहिँ तपाईँको अर्को मौरी पालन सम्बन्धी चाहिँ हामीले चाहिँ एउटा कार्यक्रम ल्याउँछौँ भनेर भन्नुभएको हाम्रो शङ्कर
यो संस्थाका अध्यक्षज्यूले यसको लागि पनि चाहिँ एकदम यो कार्यक्रम चाहिँ अगाडि चाहिँ ल्याइयोस् भन्दै यो आजको चाहिँ जुन यो सार्वजनिक सुनवाई कार्यक्रम हो मैले चाहिँ यसको चाहिँ पुनः सफलताको कामना गर्दै मेरा भनाइहरू यहीँ अन्त गर्छु र यो कार्यक्रम पनि यहीँ समापन भएको घोषणा गर्छु। धन्यवाद। जय हिन्द।